सुविधा बाटोलाई चाहिँ अलिकति विस्तार गरेर अलिकति थोरै सुविधा सम्पन्न बनाउन पाएदेखि धेरै यात्रुहरू भित्राउन सकिने एकदमै फिल भयो मलाई चाहिँ। तैपनि हाम्रो ग्रुप एकदमै 11-12 जनाको ग्रुप एकदम सहज तरिकाले हामी त्यहाँको दर्शन गरेर एकदम सहज तरिकाले हामी अहिले फर्किँदैछौँ। नेपालको सङ्खुवासभा जिल्लाको अत्यन्तै पवित्र तीर्थस्थल सभापोखरी गाउँपालिकामा पर्ने सभापोखरी पुगी फर्कने क्रममा 5औं दिनमा छौं हामी। मिल्की एरियाको गिद्धे भन्ने ठाउँमा बास बसी गुफापोखरी पुग्ने लक्ष्य छ। आज बास बस्नलाई गुड मर्निङ फ्रम सङ्खुवासभा। सभापोखरीबाट फर्कने क्रम जारी छ र अहिले चाहिँ हामी यो गिद्धे भन्ने ठाउँमा बास बस्न आइपुग्यौँ। हिजो सभापोखरीदेखि पूजा गरेर सन्देश कहाँ दामी हुन लागिरहेको छ है। वेदर र मौसम कस्तो क्लियर दामी छ। आज चाहिँ हामी अब यहाँबाट फर्कने क्रममा हो डे 5। यो तलको बाटो हुँदै हामी गुफा पोखरी पुग्ने टार्गेट छ। खाना खान चाहिँ कि डोबाटे या हरकटे कोपिङ या हिले कहाँनिर हुन्छ लेट्स सी। अब हेरौँ साथीहरू, हामी चाहिँ ओख्रे के अरे गिद्धेभन्दा अलिकति तल 15 मिनट तल आइपुगेका छौँ। इट्स एन अमेजिङ होइन सिचुएसन अथवा के भनौँ प्लेस अथवा वेदर। लुक एट दिस भ्यू, वाट अ नाइस एन्ड ब्युटिफुल प्लेस। बादल माथिको देशमा छौँ हामी है। अब ल हेर्नुहोस् हिमालय साथीहरू, द्याट इज माउन्ट मकालु है। हामी फर्कने क्रममा छौँ। मौसम यस्तो क्लियर एन्ड निट एन्ड क्लिन छ। कस्तो छ लु, मैले त देखिन है। ल है झर्छ एउटा आमा यार तल हेर त कति बलका भिड कस्तो डेन्जर हेड हेर्नु डर लाग्यो पक्कै झर्यो भने यस्तो ठाउँमा छ। ओके ए 18 ठाउँमा चाहिँ यो ढुङ्गा चाहिँ घल्टे घल्टे छ। ल ल हात खुट्टा पुरै थामेर अप्ठ्यारोमा बिस्तारै हिँड्नु, हातलाई रेडी राख्नु पर्ने हुन्छ। बरु अलिक तन्क्यौँ, अप्ठ्यारोमा बिस्तारै हिँड्नु, आफ्नो जिउको नि ख्याल गरौँ। के गर्नु अब, आफ्नो सुरक्षा आफै गरौँ है साथी भयो। अर्को यो यतापट्टिको बाटो सङ्खुवासभा। अब हामी केही समय कति बेर हिँड्छौँ आई डोन्ट नो। ताप्लेजुङ बाटोमा एउटा अत्यन्तै खतरा खालको अमेजिङ टापु रहेछ। अब माथि चढ्दैछौँ। छैन पारी रातो टिन्लाको घर मुनतिर बास बसेर हुँदै हुँदै डाँडा हुँदै हुँदै खोज हुँदै उकालो चढ्दै अहिले हामी यो ठाउँलाई हिले भन्दो रहेछ। यो ठाउँमा आइपुग्यौँ है। आज चाहिँ सभापोखरी भनेर घरबाट हिँडेको 5औं दिन भयो। फर्किने क्रममा छौँ। भोलि हामी घर पुग्छौँ। अहिले आएको ठाउँ चाहिँ हिले र यसको हाइट भनेको चाहिँ हामीले जम्मा हाइएस्ट हाइट रेकर्ड गरेको 4278 हो। 3569 मा झऱ्यौँ हामी 4278 बाट।
गोरु चुरेको उकालो भनेपछि यही हो है ल। घरि उकालो र घरि ओह्रालो पट्यार लाग्दो बाटो हिँडेका घण्टौँपछि त बोर पनि लाग्दो रहेछ। तर समय समयमा साथीहरूले जोक कथा गीत गाएर बाटो कटानीमा सहज भयो। यही क्रममा सुसेली हाल्दै हुनुहुन्छ एकजना सहयात्री। हामी खोपिङ पोखरीमा रहेको एउटा गोठमा खाना खाएर अहिले 1:30 बजे यहाँबाट हामी अब गुफा पोखरीको लागि छुट्दैछौँ। र अब हामी चाहिँ एकदमै प्रसिद्ध पोखरी गुफा पोखरीदेखि यता चाहिँ सभा पोखरी जाने बाटोमा रहेका ठुला विशाल पोखरी खोपिङ पोखरी नजिक छौँ। एक साइडबाट देख्दा यस्तो भ्यू भयो, एकदम मनै लोभ्याउने खालको छ। अब हामी तपाईँलाई पुरा भ्यू देखाउन लागिरहेका छौँ। हेर्नुहोस् गाइज, यो कस्तो इन्जिनियरको डिजाइन हो। कुनै पनि तीर्थयात्रीले यो बनाएको बाटो अहिलेको बाटो युज गरेनन्। एकदमै कष्टप्रद देखिन आयो। तपाईँ हामी सबै बुद्धिजीवीले यसरी सेयर गरेर यो हाम्रो राष्ट्रको पैसा सबैको पसिना हो। यस्तो चाहिँ बाटो तीर्थयात्रीले युज नगरेको पाइयो। अब फेरि आउँदा दिनहरूमा यस्तो बाटो नबनियोस्। यो अब यसरी बटुवाहरूकै लागि बनाएको बाटो यसरी यो बाटो हिँड्नुभन्दा बरु यताबाट साइडबाट हिँडिरहेको चाहिँ दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ। यो किन यस्तो गरियो, यो सम्बन्धित कहाँ पुरा यसको चाहिँ सत्य तथ्य सेयर गरिदिनु होला। सबै ठुल्ठुला नेता टाउके नेताहरूकोसम्म पुगोस् है। हामी एकदमै सहज तरिकाले लामो यात्रा भए पनि उकाली ओह्राली धेरै डाँडाकाँडा काट्दै गए तापनि एकदम सहज तरिकाले हाँस्दै खेल्दै गयौँ। वहाँ पुगेपछि त्यो थकान सबै मेटियो। एकदमै रमणीय हेर्न लायकको रहेछ। त्यहाँ पुग्दा सबैको थकान मेट्ने, एकदम त्यहीँ बस्नु लाग्ने एकदमै रमणीय स्थल। त्यो धार्मिक स्थल चाहिँ हाम्रो सङ्खुवा सभाको एकदमै ठुलो रहेछ। त्यहाँनिर पुग्नको लागि चाहिँ बाटो अलिक असुविधा, बाटोलाई चाहिँ अलिकति विस्तार गरेर अलिकति थोरै सुविधा सम्पन्न बनाउन पाएदेखि धेरै यात्रुहरू भित्राउन सकिने एकदमै फिल भयो मलाई चाहिँ। तैपनि हाम्रो ग्रुप एकदमै 11-12 जनाको ग्रुप एकदम सहज तरिकाले हामी त्यहाँको दर्शन गरेर एकदम सहज तरिकाले हामी अहिले फर्किँदैछौँ। देखिएको ठाउँलाई जोरपोखरी भनिन्छ। यो जोरपोखरी ठाउँमा यहाँदेखि यातायातको सुविधा छ है। हिँड्नुपर्ने चाहिँ यति नै हो। 5:35 जोरपोखरीमा आइपुगेछ है। अब हामी यहाँदेखि गाडीमा जान्छौँ। यहाँदेखि होइन, गुफा पोखरीदेखि। हाम्रो बाइक त्यहाँ छ। तर आज हामी ग्रुप यत्रो 5 दिन हिँडेको ग्रुप, कोही माधिबाट आएको, कोही खातबारीबाट, कोही धर्मदेखिबाट आएको हुनाले आज चाहिँ एक ठाउँ बसौँ भन्ने सल्लाह भएको छ। बाई बाई जोरपोखरी। अब कहिले कुन समय जुर्छ फेरि भ्रमण गर्ने अवसर, आई डोन्ट नो। त्यतिन्जेलसम्मलाई बाई। पोखरीमा बाँस बसाएपछि 6औं दिनमा प्रवेश गरियो। अब 6औं दिनसम्म स्टार्ट नगरेको बाइक कोल्ड स्टार्ट गरी बाइकमा भुरुरु लाग्यौं मङ्गलबारे बजार माथि नगरपालिका 2। अब बिछोटको घडी आयो। हामीदेखि 4 जना सहयात्री माथि जाँदै हुनुहुन्छ। हामी धर्मदेवी के गर्नु, छुट्नु नै छ है। चियानास्ता खाई विधावादी भयौं र हामी हाम्रै गन्तव्यतिर, उहाँहरू उहाँहरूकै। दुःख सुख आइपुग्यो। आज डे 6 सभा पोखरी गएको यात्रामा गुफा पोखरी बास बसेर यो 3 जुरी भन्ने ठाउँमा आइपुग्यौँ। त्यहाँ रहेको बजार चौकी बजार फर्केर मङ्गलबारे, त्यहाँदेखि पारि गुफा पोखरी हुँदै त्यसरी गएको थियौँ। आज फर्केर यहाँ आइपुग्यौँ। अब डे 6। अब यहाँदेखि उताको भिडियोहरू, बाटोको भिडियो त टन्नै थियो मसँग।
तपाईँहरूलाई अब त्यसको लागि फेरि अरू भिडियो पछि पनि हेर्न पाउनुहुन्छ। त्यसैले अब यो फाइनल एपिसोड हो सभापोखरीको ब्लगको। अब के लाग्यो, कस्तो लाग्यो, भ्युजहरू कस्तो आयो र के सल्लाह दिन चाहनुहुन्छ तपाईँहरूले कमेन्ट सेक्सनमा भन्नुहोला। अनि यो हाम्रो एउटा प्रसिद्ध सभापोखरीको पर्यटन हिसाबले र धार्मिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण थियो यो रुटको यात्रा गर्नु मैले, र मैले सकेको प्रयास गरेको छु। तपाईँहरूले पनि भिडियो सेयर गरेर सबै सामु पुर्याइदिनु हार्दिक अनुरोध गर्दै म तपाईँहरूसँग बिदा माग्दछु। थ्याङ्क यू सो मच, बाई।